नमस्ते हजुर सबैलाई राधे राधे। आशा गर्छु हजुर सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ म एउटा सानो भिडियो लिएर आएको छु। सानो भन्दा पनि अलिकति ठुलै छ अनि निकै दिन पछाडि भिडियो लिएर आएको छु किनकि त्यो टाइम पनि मिल्दैन। यो चाहिँ 2 अप्रिलको दिनको भिडियो हो। 2 अप्रिलको दिन मेरो बाबाको श्राद्ध थियो अनि म पनि माइत गएको थिएँ। हाम्रो घरमा चाहिँ हर साल अब श्राद्धमा म माइत जान्छु। अब छेउमै पनि छ मेरो घर अनि माइत अब श्राद्धको दिन त चेलीबेटीहरू जानै पर्छ अनि मेरो दादाले श्राद्ध गर्नुहुन्छ। मेरो भाइ चाहिँ बाहिरै छ। अब दादालाई यसरी श्राद्ध गरेको देख्दाखेरि अब लाग्छ कि अब पुरा बाबाको याद चाहिँ मलाई आउँछ किनकि बाबाले पनि यसरी नै हजुरआमैको श्राद्ध गर्नुहुन्थ्यो। अब हामी छोरी मान्छे त के हो बिहा गरेर गएपछि अब आफ्नै घर सम्हाल्दा ठिकै हुन्छ। अब छोराहरू अब किन चाहिन्छ भने चाहिँ यसरी छोराहरू हुँदाखेरि चाहिँ आफ्नो घरमा बस्छन्। अब हुन्छ नि भाउजूहरू आउँछन् बुहारीहरू आउँछन् घरमा अब हुन्छ नि घरको रेखदेख हुन्छ। अब त्यस्तै नियम हो संसारमा। अब छोरी मान्छेले त जति उत्यो गरे पनि अर्को घर जानुपर्छ। अनि मेरो छोरी पनि आएको छिन् मसँगै अनि मेरो भदैनी र मेरो छोरी चाहिँ त्यहाँ खेलिरहेको छन्। नानीहरूलाई त के है खेल्नु त अहिलेको यो टाइममा उनीहरूलाई खेल्नै मनपर्छ। अनि श्राद्धहरू गऱ्यौँ सबै अनि गुरुजीलाई श्राद्धहरूले गरिसकेर अब गुरुजीलाई खानापिना खुवाइसकेर अनि गुरुजी जानुभयो अनि हामीले पनि अब श्राद्धको सबै कार्यहरू पुरा गरेर यहाँ मैले साफसफाइ गरेँ अनि मैले पनि हामी सबै फ्यामिलीले पनि खानापिना खायौँ अनि हामी बाहिर बसिरहेको थियौँ। अचानक बेलुका नानीहरूले जाउँ न नानी भित्र सरप्राइज छ भने मेरो चाहिँ 2 तारिक बर्थडे थियो। हजुरहरूलाई अब यो बर्थडेको केक चाहिँ देखिराख्नु भएको छ होला अनि भाउजूले 1 तारिक नि मेरो बर्थडे 2 तारिक छ भनेर बर्थडे अर्डरको केक अर्डर गर्नुभएको रहेछ। अनि म त नानीहरूले मजाक गर्दैछन् भनेर सोच्दै थिएँ तर उनीहरूले आँखा बन्द गरेर मलाई भित्र ल्याए। भित्र चाहिँ अब त्यस्तो त केही होइन तर पनि बलुनहरू फुलाएर मलाई यहाँ केक हेर्नु नि केक राखिदिएर यहाँ नानीहरूकै हेलमेट लगाइदिएर केक काट्नुपर्छ आज आनीको बर्थडे भने ह्याप्पी बर्थडे सङ गाएर यहाँ मलाई केक कटाउँदैछन्। मलाई चाहिँ धेरै खुसी लाग्यो। अब हुन्छ नि भाउजूले मैले एक्सेप्टै गरेको थिइनँ अब भाउजू तपाईँले यस्तो सरप्राइज दिनुहुन्छ भनेर। अब म निकै भाग्यमानी रहेछु। मलाई यति माया गर्ने दादा भाउजू भाइहरू सबै अब मिलेको छ। सबैले नै अब माया गर्छन् मलाई। अब हुनु त होइन भाग्यमानी नै छु होला। अब अहिलेसम्म कसैले नराम्रो भनेको छैनन् हुन्छ नि हरेक त्यसमा अब सबैकै अब हुन्छ नि छोरी भयो भने कति राम्रो हुँदो रहेछ माइतमा यसरी अब सानो हुनु त अझै राम्रो हो सबैले माया गर्छन्। अनि मैले केक काटेर फर्स्ट आमालाई खुवाइदिन्छु भनेर आमालाई खुवाउँदै थिएँ तर अब आमाले चाहिँ यो भन्नुहुँदै थियो यो केक चाहिँ कसले अर्डर गरेको कसले ल्याएको भनिराख्नु भएको थियो। आमालाई पनि थाहा रहेनछ भाउजूले केकको अर्डर दिनुभएको थियो भनेर। अनि खुवाइदिनु हुँदैछ आफै म खाँदिनँ भन्दै थिएँ तर यहाँ खुवाइदिँदैछन् केक। नानीले चाहिँ मेरो गालामा पनि केक लगाइदिँदैछ अनि केक चाहिँ मलाई त्यति मन पर्दैन मेरो छोरीलाई मेरो भदैनीलाई अनि मेरो भदैलाई चाहिँ केक पुरा मनपर्छ। नानीहरूलाई त केक मनै नै पर्छ। अनि यहाँ केकहरू काटेर हामीले सबैले खायौँ। त्यसपछि यहाँ भोलिपल्ट अब हामीहरू घर आउँदै थियौँ। भोलिपल्ट होइन पर्सिपल्ट चाहिँ हेर्नु नि यहाँ हाम्रो 2 जना नानीहरू चाहिँ पुरा गले मिल्दैछन्। अब उनीहरू चाहिँ आयो भने पुरा दुःख जस्तै छ। नानीहरूलाई आफ्नो एजको सँगसँगै एजको अब साथीहरू छ भने कति रमाइलो हुन्छ नि। अब हाम्रो घरमा पनि भान्जी आउनुभयो भने अरू पुरा खुसी हुन्छन्। भान्जी जाँदाखेरि पुरा अँध्यारो मुख राख्छन्। त्यस्तै नै यहाँ मेरो भदैनी पनि दिदी आउनु भयो भनेर पुरा खुसी हुन्छन्। दिदीसँग खेल्छिन् ओर्छिन् आउने बेलामा अब पुरा अब उसलाई पनि अब साथी जान्छन् अब खेल्ने साथी भनेर पुरा अँध्यारो मुख गर्छिन्। यो बेग हेरेर चाहिँ मैले पनि मलाई अब अब माइतमा अब छोरी मान्छेको 2-3 दिनै हुँदो रहेछ है बेगमा अब लुगा हुन्छ है बेगमा अब लिएर जानुपर्छ जस्तै लाग्छ मलाई। त्यसपछि यहाँ आमाहरूसँग भेटघाट गरेर म घर बाट निस्केँ अनि मामा घर आयौँ। मामा घरबाट हेर्नु नि अब रेहानले चाहिँ जाउँ पुमा फुपू हामी पार्क घुम्नु जाउँ भनेको थियो अनि हामी पार्क घुम्नु आएको थियौँ। पार्क घुम्नु त होइन नानीहरू चाहिँ पार्कमै खेल्नुको लागि अनि मेरो भदैनी र मेरो भदै चाहिँ खेलिरहेको छन् पार्कमा। यो पार्क चाहिँ कति आएको होला यिनीहरू धेरै कम्ती आउँदैनन् खेल्छन् पनि पुरै पार्क आएर आउँदैनन्। अब नानीहरूलाई त्यही त खेल्ने जग्गाहरू खेल्ने ठाउँहरू अब खेल्ने सामानहरू पार्कमै हुन्छन् उसलाई पार्कमै मनपर्छ। अनि हामीहरू घर फर्क्यौँ। घर फर्केर अनि हामी यहाँ
म र मेरो छोरी घर आउनुको लागि रेडी भयौँ अनि घर आउँदैछौँ। यहाँ हाम्रो मामा पनि हेर्दा हेर्दा बुढो हुनुभयो। अब हुन्छ नि म अब हुन त अलिक ठुलो भएपछि घरबाट म मामालामै हुर्कियो। मामालाई अब मामा घरमै बसेको। अब यसरी आफ्नै आँखाको अगाडि मामालाई पनि बुढो भएको हेर्दा नराम्रो लाग्छ। अनि त्यसपछि मामासँग बिदाहरू लिएर म पनि घरतर्फ फर्केँ। अब छोरी मान्छेको त्यही त हो, सधैँभरि माइत बसेर पनि हुँदैन। अनि म र नानी घर फर्केँ। मेरो नानी चाहिँ बसमै हिँड्दा आजको लागि यति नै।